ती शेरबहादुर देउवा जो नेपाली कांग्रेसका नाति पुस्ताका पनि दाइ रहेका छन्। ती शेरबहादुर देउवा जो 5 पटक प्रधानमन्त्री भइसकेका छन्। 2022 सालदेखि राजनीतिमा सक्रिय भएका शेरबहादुर देउवा र उनको पोलिटिकल जर्नी। शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममै रियाल काटेर निदाइदिन्छन्। देउवा नेपाली राजनीतिका एउटा त्यस्ता प्रडक्ट हुन् जसको युनिक सेलिङ पोइन्टै छैन। यही कुराको आन्सर सिक गर्ने इन्टेन्सन आजको भिडियोको, जसमा हामी देउवाको डिफ्रेन्ट शेड्सहरूलाई एक्सप्लोर गर्दै देउवा फ्याक्टरलाई बुझ्न ट्राई गर्छौँ। पहिलो निर्वाचित सभापतिको रूपमा देउवाले 8 वर्ष नेतृत्व गरेका थिए। त्यही समयमा देउवा पञ्चायत विरोधी आन्दोलन तथा अभियानमा सक्रिय रूपमा अगाडि बढे। यही कारणले गर्दा देउवाले पटक पटक गरेर 9 वर्ष जेल सजाय पनि भोग्न पुगे। राजनीतिक यात्राको सुरुवाती दिनहरूमा देउवाले आफूलाई एक निडर नेता, प्रजातन्त्रका पक्का समर्थक र पार्टीका प्रभावशाली नेताको रूपमा एस्टाब्लिश गराउन सफल भएका थिए। नेपाली कांग्रेसका पुराना नेता भरत प्रसाद उप्रेतीसँगको कुराकानीमा आधारित अनलाइन खबरले लेखेको एउटा आर्टिकलका अनुसार जैसीदेवल बम आक्रमण प्रकरणको समयमा तत्कालीन सरकारले कांग्रेसका धेरै जनामाथि धरपकड गर्यो। त्यही क्रममा शेरबहादुर देउवा पनि पक्राउ परे। पक्राउ पर्ने कतिपयले हिरासतमा दिइएको चरम यातना सहन नसकेर